बिल्कुल प्रश्न पार्न चाहन्छु। त्यस अर्थमा नयाँ शक्ति अभियान त एउटा हो भने अर्को विदेशी साझा अभियान छ, पछि स्वतन्त्रको रूपमा आएको छ। बालेन हर्क लगायतकाहरूले चाहिँ आफ्नो ढङ्गले स्वतन्त्र अभियानहरू चलाइराख्नु भएको छ र अहिले जेएनजी आफै नयाँ पुस्ताको रूपमा जुन अगाडि आएको छ, यो छुट्टो ठुलो सशस्त्र शक्ति छ। त्यसैले यी सबै शक्तिहरू चाहिँ अगाडि आउन् र उनीहरूको निम्ति हाम्रो जस्ता पुस्ताले चाहिँ बेलैमा मार्ग प्रशस्त गरिदिनुपर्छ। उहाँहरूलाई चाहिँ हामीले सक्दो सबै हिसाबले सहयोग पुर्याउनु पर्छ भन्ने एउटा सन्देश जाओस् भन्ने ढङ्गले पनि मैले एउटा कदम चालेको हुँ। त्यसैले यस अर्थमा म अन्य पछि धेरै कुरा राखौँला। तपाईँले सोध्नुभयो भने म सुरुमा चाहिँ केही कुरा मात्रै म अलि जोड दिन चाहन्छु। पहिलो कुरा त यो विद्रोह के हो भन्ने कुरा हामी प्रश्न हुनुपर्छ। जुन पुराना बदनाम भएका, भ्रष्टीकृत भइसकेका, वैचारिक बन्ध्याकरण भइसकेका शक्तिहरू जो हिजो आन्दोलनको बेलामा त्यत्रो देश तहस हुँदा जलिरहँदा त्यसलाई आगो निभाउनुको सट्टा भागेर कुनाभित्र पसे, ती फेरि बाहिर आएर जुन गर्दन खोजिरहेका छन् तिनीहरूलाई र फेरि एउटा गलत भाष्य निर्माण खोजेका छन्। यो कुनै अमुक शक्तिले, वैदेशिक शक्तिले गरेको हो भन्ने जुन कुरा गरेका छन्, यसबारेमा के चुर्लुमा डुबाएर हाम्रा युवाहरूलाई विदेश जान बाध्य पारे, त्यसको विरुद्धको चाहिँ एउटा जायज विद्रोह हो यो। तर त्यो विद्रोह कहिले पनि नापितौले जस्तो चाहिँ हुँदैन हो। त्यो विद्रोहको बलमा 23 गते जसरी दमन गरियो, पछि 24 गते चाहिँ हामीले प्रष्टै देख्यौं। स्वतः नै जुन प्रतिगामी शक्तिहरू थिए, देशभित्रका शक्तिहरू र बाहिरबाट पनि पानी धमिल्याएर माछा मार्ने शक्तिहरू थिए, छन्, सँगै हुन्छन्, तिनीहरूले पनि प्रवेश गरेको स्वतः नै बुझ्न चाहिँ सकिन्छ। त्यसैले त्यो सहायक कुरा हो। त्यसैले विद्रोह जायज थियो र नेपाली युवाहरूको आफ्नै मौलिक विद्रोह हो त्यो। त्यसलाई चाहिँ प्रतिगामी, देशभित्रका प्रतिगामी शक्ति जसले संघीय लोकतान्त्रिक गणतन्त्र मन परेको छैन त्यसलाई उल्ट्याउन चाहने शक्तिहरू र बाह्य शक्तिहरू जो नेपाललाई चाहिँ अस्थिर बनाइराखेर आफ्नो स्वार्थ सेक्न चाहिँ रोटी सेक्न चाहन्छन्, ती तत्त्वहरूले पनि हात हालेको सहजै बुझ्न सकिन्छ। तर विषयान्तर गरेर यो अरू कसैले गराएको भनेर यो आन्दोलन, यत्रो क्रान्तिकारी महत्त्व बोक्ने आन्दोलनलाई बदनाम गर्ने प्रयत्न ती पुराना भ्रष्ट नेताहरू जुन गरिरहेका छन्, त्यो म पुरै भर्सना गर्न चाहन्छु र युवा पङ्क्तिलाई प्रष्ट रहन म आग्रह गर्न चाहिँ चाहन्छु र मेरो ऐक्यबद्धता उहाँसँग निरन्तर रहन्छ। यसो सँगसँगै अब स्थिति के हुन्छ भन्ने जहाँसम्म प्रश्न छ, म युवा साथीहरूले के आग्रह गर्न चाहन्छु, किन म आफै म त 36 सालको आन्दोलन, 46 सालको आन्दोलन, 52-62 को जनयुद्ध र जनआन्दोलन भोगिसकेको र प्रत्यक्ष त्यसमा भूमिका निर्वाह गरेको, नेतृत्वहीन भूमिका रहेको व्यक्तिको नाताले के भन्न चाहन्छु भने, यस्तो बेलामा तपाईहरुले आंशिक जित हासिल गर्नुभयो, पुरानो सरकारले त ढाल्नुभयो, तर सत्ता ढलेको चाहिँ छैन। अहिले हामीले व्यवस्था, खास गरी निर्वाचन प्रणालीमा जुन त्रुटि छ, मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरि आधा खाली छ भनेको थिएँ, किनकि यसको शासकीय जुन त्रुटि छ त्यसले गर्दा कसैले पनि बहुमत ल्याउन दिँदैन, कुनै पनि सरकारलाई 5 वर्ष टिक्न दिँदैन। जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन त्यति बेलासम्म सुशासन र समृद्धि प्रणालीमा हामीले समयको सुधार गर्नै पर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो। यसमा अब प्रधानमन्त्री केही आजीवनी बहस पनि छ, त्यो त अहिले नजाउँ, पछि बहस गर्नुभन्दा अगाडि केही सुधारको काम हुनु पर्यो। पहिलो त यो भ्रष्टाचारीहरूलाई कारबाही गर्नु, त्यो एउटा आयोग भन्नु पर्यो, छानबिन घटनाको छानबिन गर्ने आयोग त बनेको छ, त्यो अंश हो। मुख्य कुरो त जुन भ्रष्टाचारीहरूको विरुद्धमा तपाईको आन्दोलन केन्द्रित हो, यी भ्रष्टाचारीहरूको छानबिन गरेर यिनलाई ठेगान नलाएसम्म त्यसले अरबौं जुन यसले लुटेर राखेको सम्पत्ति छ, अलिअलि त अस्ति जलेर गयो, तर धेरै त उनीहरूले लुकाइरहेका छन्। त्यसैको बलमा फेरि चुनाव जितेर चाहिँ आउँछन् र यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन। त्यसले तुरुन्त उच्चस्तरीय विश्वसनीय आयोग बनाएर यो भ्रष्टाचारको छानबिन गर्ने र संविधानमा चाहिँ अहिले जुन प्रक्रियाले यो सरकार बनेको छ त्यही प्रक्रियाबाट नै अध्यादेश मार्फत चाहिँ संविधानमा तपाईहरुको त्याग र बलिदानको बढाउनको निम्ति योगदान, सक्दो योगदान गर्नुपर्छ भनेर नै लागेको व्यक्ति हुनाले म अन्त्यमा चाहिँ के आग्रह गर्न चाहन्छु भने, युवा साथीहरू, तपाईहरुले जुन त्याग र बलिदान गरेर एउटा नयाँ पुस्ता राजनीतिमा आएको छ त्यसलाई संस्कार गर्नको निम्ति बुद्धि विवेकको प्रयोग गरेर यसलाई जोगाएर अगाडि बढ्नुहोस् र जो सरकार छ त्यो सरकारमा आग्रह गर्न चाहन्छु, तपाईहरुको प्रतिबद्धता विद्रोही शक्ति युवाहरुप्रति। त्यसैले हामीले युवा साथीहरू के खबरदारी गर्नुपर्छ भने, नेपाल भनेको इतिहासमा कहिले पनि कसैको पनि उपनिवेश नभएको देश नेपाल हो। संसारका थुप्रै देश उपनिवेशमा परे, तर नेपाल केही दर्जन देश मात्र एउटा देश थियो जो कहिले उपनिवेश यो बनेन।
त्यस अर्थमा पनि नेपालीहरूको स्वाधीनता सार्वभौमिकता रक्षाको प्रश्नलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ र हाम्रा छिमेकी र ठूला शक्तिहरू हामीले भन्नुपर्छ तपाईहरुले यहाँ आँखा लगाउन पाइँदैन। हाम्रो स्वाधीनता सार्वभौमिकता र स्वाभिमान तपाईहरुको जतिको हो त्यतिकै हाम्रो पनि बराबरी छ। त्यसले कुनै पनि बहानामा हाम्रो स्वाधीनता सार्वभौमिकता माथि आँच आउने कुरा हामीले स्वीकार हुँदैन र तपाईहरुको जुन चासोको कुरा गर्नुहुन्छ हाम्रो नेपालले सधैँ नै एउटा चाहिँ तटस्थ असंलग्न नीति चाहिँ अपनाउँदै आएको छ। भोलि पनि हामीले अपनाउँछौं। अब बरु वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूले विगत भविष्यमा गर्नुपर्ने के हो भने हामीले नेपाललाई अब आगामी दिनमा चाहिँ यो क्षेत्रमा यो हिमाली क्षेत्रमा चीन भारत अमेरिकाहरूको जुन ठूलो द्वन्द्व चाहिँ यहाँ हुँदैछ तानातान बढ्दैछ त्यसको गरेको 10 वर्षदेखि गरेको नयाँ शक्ति उज्जवल थापाजीले अगाडि बढाउनु भएको विवेकशील साझा पार्टी पछि उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र गत निर्वाचनको बेलामा उदय हुनुभएका बालेन्द्र शाह हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जो नयाँ पुस्ता अगाडि आएका छ तपाईहरु चाहिँ एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईले बनाउनु पर्छ। सकेसम्म मिल्नेहरू जतिले देशका खास एजेन्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने त्यो खास एजेन्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान छ त्यसमा टेक्ने योभन्दा पछाडि फर्कने होइन। यसमा टेकेर कति थप्न सकिन्छ थप्ने यसमा सहमति कायम गर्ने अर्थात् गणतन्त्र संहिता धर्मनिरपेक्षता समावेशी लोकतन्त्र यी जुन आधार स्तम्भ छन् यसलाई साझा बिन्दु मानेर चाहिँ वैकल्पिक शक्तिहरू तपाईहरु सबै एक ठाउँमा आउने चाहिँ प्रयत्न गर्नुहोस् र कथम कदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर मोर्चाबन्दी गरेर एउटा अल्टरनेटिभ एलायन्स गरेर पनि त्यहाँ जान पनि सकिन्छ। सँगसँगै मेरो अर्को आग्रह पुराना थोत्रा पार्टीको नेताहरू सच्चिनेवाला छैन। कांग्रेस एमाले माओवादी सच्चिने म कुनै सम्भावना देख्दिन। त्यो यति टाउकैसम्म चाहिँ कुहिएर चाहिँ बसेको जुन त्यो शक्ति छ त्यसको रूपान्तरण म सम्भावना देख्दिन। त्यसले त्यो भित्रका दोस्रो तेस्रो नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि यो नयाँ वैकल्पिक शक्ति अभियानलाई उहाँले साथ दिनुपर्छ। त्यसो हुन सक्यो भने छिटो नै तपाईहरुले चाहे जस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ र यो ब्रड एलायन्स यो वैकल्पिक नयाँ शक्तिहरू उदयमान शक्तिहरूको चाहिँ एउटा एलायन्स र त्यसमा चाहिँ पुराना शक्तिहरूबाट विद्रोह गरेर आउने त्यहाँ भित्रका दोस्रो तेस्रो पुस्ताका व्यक्तिहरूको बीचको एउटा साझा एलायन्स भएर अगाडि जान सक्यो भने देशले उहाँहरू फेर्छ। तपाईहरुको सपना चाहिँ पूरा हुन्छन्। यो बलिदान खेर जाँदैन। त्यसले त्यसको निम्ति अगाडि बढ्न म हार्दिक आग्रह गर्न चाहन्छु र मेरो आफ्नो प्रतिबद्धता भनेको अध्यक्ष पदबाट चाहिँ पदत्याग गरिसकेपछि अब तपाईको भूमिका कस्तो हुन्छ राजनीतिबाट अवकाश लिन खोज्नु भएको के हो? त्यो राजनीति र आन्दोलनबाट होइन पार्टीको जिम्मेवारीबाट मुक्त भएको हो। सक्रिय पार्टीको जिम्मेवारी अथवा यस्तो कार्यकारी पदबाट म मुक्त भएको। तर जुन अभियान समाज रूपान्तरण अभियान न्यायको अभियान यो नयाँ पुस्ताले जेनजी पुस्ताले अहिलेसम्मको आकांक्षाको जुन अभियान छ र नयाँ र वैकल्पिक शक्तिहरू जो पहिले प्रयत्न गर्दै आइरहेका छन् त्यो अभियानलाई निरन्तर सघाउने जुन रूपमा आवश्यक पर्छ जुन रूपमा उहाँले आवश्यक ठान्नुहुन्छ जुन प्रकारको भूमिका आवश्यक पर्छ त्यो निर्वाह गरेर म तयार छु। जसरी 10 वर्षदेखि तपाईले वैकल्पिक शक्ति हामी पनि हो भनेर देखाइरहनु भएको छ। त्यसो परिचय दिनु। मेरो नाम अशोक सापकोटा हुलाक सञ्चार मिडियाबाट विकल्प दिइरहनु भएको छ। तर तपाईहरुले दिएको विकल्पमा जनताले त्यति साथ नदिरहेको यो 10 वर्षले देखाएको छ। अहिले यो आन्दोलन छेडियो र पुरानो राजनीतिक दलका विरुद्ध आन्दोलन छेडियो। तपाई पनि नयाँ पेडा बसन्दा पुरानो बाजे नै भनेर चिनिराखेको पात्र हुनुहुन्छ हैन? अब यो तपाई त्यहाँ सरकार गठनका प्रक्रियामा पनि जानुभयो एउटा स्टेक होल्डर बन्न खोज्नु भएको कि धुलाउरो पारामा त्यहाँ सहभागी हुनुहुन्थ्यो यसमा प्रयोग गर्नु? अहिले यता सुन्नुहोस् हेर मान्छेको मूल्याङ्कन मरेपछि गर्नुपर्छ। अहिले म कुनै प्रतिवाद गर्दिन। तपाईहरुले पनि भोलि चेत्नुहुन्छ बाबुराम के हो भन्ने कुरा बाबुराम आफैले बोल्दैन इतिहासले बोल्छ। त्यसले म खालि के मात्रै भन्छु यसको आवश्यकता के हो देशको आवश्यक समाजका त्यो गर्ने भूमिका निर्वाह गर। बाबुराम त प्रधानमन्त्री भइसकेको मान्छे देशको कार्यकारी प्रमुख के प्राप्त गर्नुहुन्छ भने त्योभन्दा ठुलो चिज के छ? त्यसैले यस्ता कुतर्कहरू तपाईँ नलाग्नु होला अथवा चाहिँ तपाईँ कृपया यस्तो फोहोर चिज तपाईँ दिमागमा छ निकालिदिनु होला भन्ने मेरो आग्रह छ। अब त्यो बेग्लै कुरो पहिले त मैले अहिले भन्न चाहे यो जुन निर्वाचन छ अबको निर्वाचनमा उही पुरानै प्रणाली अन्तर्गत गरियो भने फेरि पुरानै शक्ति आउने खतरा रहन्छ।
त्यसैले यो जेएनजी पुस्ताले दबाब सिर्जना गरेर मैले त संविधान सभाको बेलादेखि नै भन्दै आएको छु, आधा गिलास भरि आधा खाली भने त्यो भनेको शासकीय प्रणालीमा सुधार गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद त्यहाँ नगएसम्म त्यसमा स्थिरता हुँदैन भन्ने हो। त्यसको दबाब सिर्जना गरेर अगाडि बढेपछि बल्ल निर्वाचन सुनिश्चित होला। नत्र यी शक्तिहरूले यही पुरानै ढङ्गले सकभर गर्दै गर्दैन, उनीहरूले नजिक्ने बेलासम्म गर्दै गर्दैनन्, गरे भने त्यही पुरानो प्रणाली अन्तर्गत गर्छन्। त्यसैले यस बारेमा अहिले टिप्पणी गर्नु उचित हुँदैन।